नमस्ते साथीहरू, हेर्नुहोस् त आज मैले केही चिजहरू बनाएको छु यहाँ परिकार जसमध्येको एकदम मनपर्ने मलाई पुलाउ। र यो पुलाउ बनाउनको लागि भाँडा बसालेँ अनि यसमा म अब घिउ हाल्छु 1 चम्चा घिउ र मसँग चामलको मात्रा अलिक बढी भएको भएर 1 चम्चाले पुग्दैन अनि फेरि म अर्को चम्चा पनि थप्दैछु। यसमा अनि जिरा फुराउँछु अनि यहाँनिर थोरै छ ड्राई फ्रुटलाई टक्कर भुट्छु अनि मसँग भिजाएर राखेको केराउ छ, केराउ अलिकति, त्यस पछाडि कट गरेर राखेको गाजर छ, गाजर पनि अनि म मजाले फ्राई गर्छु। त्यस पछाडि चाहिँ मैले भिजाएर राखेको चामल हालेँ। चामलको मात्रा चाहिँ अलि बढी छ है। यसलाई अब मस्त मिलाउँछु, चलाउँछु अनि त्यस पछाडि यसमा मैले अझै पनि के हाल्न छुटाएँ त्यो पछि हजुरहरूले भन्नु होला है। अब यसलाई टक्क पानी हालेर कभर गरिसके पछाडि रेडी हुन्छ। हेर्नुहोस् त देख्दै वाउ टाइपको छ नि, खाउ लाग्ने टाइप मिठो भएको होला। वाउ अब यसको स्मेल चाहिँ यति दामी आएको छ नि वाउ यति मिठो छ नि साथी हो। ल यस्तो चाहिँ अब मैले यसमा के हाल्न छुटाएँ हजुरहरूले कमेन्ट गर्नु होला है। थ्याङ्क यू।